ल हेर्नुहोस् है त साथीहरू, सुँगुरको मासु पकाउने तरिका कसरी पकाउँछ यहाँ सुँगुरको मासु हेर्नुहोस् है त। सुरु भयो है। सुरुमा सुँगुरको मासु काटेर मिलाई अनि त्यसपछि यो नुन हो कि के हो छर्क्यो, त्यसपछि मसला छर्यो अनि यो लाल मिर्च अर्थात् के भन्छ टिमुर क्यारे, अनि यो प्याज अनि प्याजको पत्ताहरू छरेर यस्तो मजाले बेर्यो होइन। अनि त्यसपछि यहाँ तारले बाँधेर सुरुमा बोइल गर्यो अनि सिन्काले चाहिँ खोप्दैछ। अनि त्यसपछि चाहिँ तेलमा तार्यो होइन। आहा, तारेर सकेपछि अब चाहिँ काटेर खान्छ है त। अनि कस्तो लाग्यो त साथीहरू, हेर्दाखेरि खाम लागेन किन है त तपाईँहरूलाई तरिका सिक्नुहोस् है त साथीहरू पकाउने।